लाउँछु नि म पर स्त्री अलिकति बेलुका सुत्दा पनि बिहान उठ्दा पनि अनि बेला बेला स्त्री लाउनु पार्लरतिर जान्छु मैले त्यो भन्यो होइन के कति बाठा भए हेर्छन् खौले हैन मिठो पकाउँछिन् एकदम सकिन्छ खाना पकाउनु अनि साथीभाइहरूलाई खुवाउनु मिठो मिठो पकाएर खुवाउनु घरमा बोलाउनु उसको शौक हो तर कहिलेकाहीँ त उहाँलाई बाहिर बाहिर रेस्टुरेन्ट जानी देखिन्छु मैले बाहिर दुवैजना जानुहुन्छ म चाहिँ प्राय जाँदिन उहाँलाई मैले देखिन्छु एकचोटि हैन एकचोटि कहाँ भने दरबार मार्ग देखिन्छु दरबार मार्ग त हामी त गइराख्छौँ नि कफी खानु पनि त्यहीँ पुग्छौँ अनि साथीहरुसँग डिनर खानु पनि त्यहीँ हुन्छौँ प्राय त्यही त अनि मैले त्यही भएर सोधिनु कि खाना कस्तो पकाउँछिन् भनेर तर मैले सुनियो हैन कलाकारले दुःख दिन्छन् रे घर आएन ढिलो आउने कहाँ छ बुढा भन्दै भने रेकर्डिङ स्टुडियो भन्छन् कतिको भन्नुहुन्छ उहाँले ढाट्नु हुँदैन हाम्रो त ढाट्नै मिल्दैन नि त म जहाँ जान्छु उहाँ हुन्छ ऊ जहाँ जान्छ त्यहाँ हुन्छु म जस्तो अब म रेकर्डिङमा छु भने रेकर्डिङ कहाँ छ सबै थाहा छ तपाईँ पो म्युजिकमा हुनुहुन्न तपाईको श्रीमान पछि त्यसो गरे भने रेकर्डिङ भने कता होला कुन चाहिँ स्टुडियो होला भन्नुहुन्छ नि म त झुटो बोला भन्न ठान्थे हो नि त हैन त अनि उले त तुरन्त फोन गरेर ल स्टुडियो कुन छ स्टुडियोमै फोन गर्छ अनि त्यहाँबाट उठाएपछि मलाई पाएपछि भने म नि यो टिभीमा काम गर्ने मान्छेसँग बिहा गर्नु पर्ला हो त्यसो गर्नुस् त्यसै गर्नुस् हो जानिछु मैले नि अब नभए त कसरी फेरि हैन ए बा केटा मान्छेको भर हुन्न रे दिदी मैले त सुनियो हैन के भन्छन् सूर्यको त भर हुन्न रे हैन केटा मान्छेको भन्दैन पाँचै आम्ले बराबर त हुँदैन नि हैन म मान्छे कस्तो भने म एकदमै सोरयान राइट भन्ने चाहिँ छुइनँ म गल्ती पनि गरेर हुन्छ मान्छे हो भगवानले त गल्ती गरेर हुन्छ हामीले कहिले नजान्दै गल्ती गरिन्छ तर त्यो कुरालाई रियलाइज गर्न सक्नु पर्यो त्यसलाई डिसाइड गर्न सक्नु पर्यो बुढाबुढीमा उसको पनि गल्ती भइरहेको हुन्छ मैले अन्डरस्ट्यान्डिङ गरेन भने कसले गर्ने अरू मान्छेले गर्ने कि मैले गर्ने मेरो गल्ती भइरहेको हुन्छ उसले अन्डरस्ट्यान्डिङ गरेन कसले गर्ने सिक्नै पर्ने यो त ट्युसन नै जानु पर्ने बेला भइछ भाइ तर मान्छेले कुरा चाहिँ गर्छ नै कुरा कसले काट्दैन राम्रो काम गरे पनि काट्छ नराम्रो काम गरे पनि काट्छ राम्रो काम गर्दा कसरी काट्छ भने आरिस गरेर काट्छ नराम्रो काम गर्दाखेरि खुसी भएर काट्छ ए खास अर्को कारण नि छ यो कुरा काट्ने के कारण न हँसिया चाहिने न बन्चरो चाहिने न कैँची चाहिने हो मुख मात्र चाहिने त्यो त जोसँग नि हुन्छ त्यसैले काट्छ हैन अहिले पनि अर्को एउटा छुट्टी लिउँ बालेबास हो अहिले अर्को एउटा ब्रेक Brought to you by Dabur Amla Kesh Tel, Asli Amla, Dabur Amla, Dabur Janmagutti, Dabur Glucose D, Non-Stop Energy, Rampam, Rich and Famous, Water Pump, अब हजुरको घरमा 24 hours पानी. एनआरएनको ठुलो उद्देश्य नै के हो भनेदेखि हामी विदेशमा बसेपछि आफ्नो भाषा आफ्नो संस्कृति हामी बिर्सिनु हुँदैन भोलिको नेपाल बनाउनु छ भने साना बालबालिकालाई बाबुआमादेखि लिएर गुरुआमा गुरुबादेखि लिएर सबले बालबालिकाको दिमागमा स्वास्थ्य र शिक्षा र चेतनाको ज्ञान अहिले दियो भने भोलिको नेपाल अवश्य बन्छ फेरि नि स्वागत छ तपाईँ अझै नि पवन कली हेर्दै हुनुहुन्छ का अब टेम धेरै छैन अब हामीसँग एउटा सेउसन छ त्यो भने भाग हैन त्यसमा चाहिँ म छिटो छिटो प्रश्न सोध्छु अनि त्यसको जवाब पनि छिटो छिटो दिनुपर्छ अनि अर्को एउटा कुरो नि छ यहाँ अघिदेखि श्रीमानले बोल्दा श्रीमती बोलिरहेको थिइन् अनि श्रीमतीले बोल्दा श्रीमानले सहयोग गरिरहनु भएको थियो अब चाहिँ एक्लै खेल्नुपर्छ रेडी हो 1 2 3 पहिलो प्रश्न उहाँ हैन मनिलाजीसँग धेरै पहिला यदि भेट नभए भए गायिका नभए भए हैन यतिकै मिल्नुहुन्थ्यो सायद नहुन्थ्यो होला कस्तो बेलामा अनि क्यारी संगीत फुट्छ कुनै पनि बेलामा फुट्छ गाडीमा हिँड्दै गर्दा बसमा हिँड्दै गर्दा ट्याक्सीमा हिँड्दै गर्दा मोटरसाइकलमा हिँड्दै गर्दा कुनै पनि टोयलेटमा बसेको बेलामा घरमा सुतिरहेको बेलामा राति अचानक फुरेर यस्तो हुन्छ संगीत भनेको सुतिरहेला फुर्यो भने उठेर जुरुक्क लेखिहाल्ने रेकर्ड गरिहाल्ने ए बा लाउन गाह्रो पो रहेछ मनपर्ने गायिका श्रीमती बाहेक शान्ति ठटाल आफू बाहेक हैन अरू कसको संगीत यहाँलाई मन परिन्छ गोपालञ्जन बुढीलाई आफ्नो श्रीमतीलाई हैन धेरै हिट हुन नदिनुमा कस्तो हात छ तपाईको तुलनात्मक रूपमा त बढी त यहाँलाई चिन्छ नि त होइन होला हो भने म भन्दा हिट उ छ नि
माया माया तिम्रै माया भन्ने कहिलेको गीत हो? त्यति बेलादेखिको हिट हो। म त भर्खर आएर छिनछिनदेखि हिट भएको, म त बच्चै छु तल छु। ल ठिकै छ, ल सकिगयो, राम्रै खेल्नु भयो होइन। अब दङ्ग परिन् झन् बुढी, खुसी पार्नु त जाने छन्, फगाउनु कम जाने छन्। अब तपाईँलाई सोध्छु, रेडी होइन? हजुर। श्रीमानको सबभन्दा मनपर्ने बानी?